गुड मर्निङ के छ तपाईँहरू सन्चै हुनुहुन्छ? नमस्कार। आज चाहिँ म फर्स्ट टाइम जापानमा लाइसेन्सको लागि जाँदैछु। आज चाहिँ म बाइकको लाइसेन्सको लागि जानु लाग्यो। आज मेरो फर्स्ट दिन हो, हेरौँ कस्तो हुन्छ। भगवान् भरोसा। गाइज म मेरो यो लाइसेन्स लिन जाने ठाउँको यो बसको नि ठाउँमा आएको छु। अब बस चाहिँ लगभग तपाईँको 5 मिनट जति आइपुग्छ। बाहिर यति साह्रो जाडो हो कि आज यति साह्रो जाडो हो कि लास्ट जाडो छ। तपाईँको 2 डिग्री छ। हावा मस्त हावा चलिरहेको। मैले फेरि घरबाट नि रुमबाट निस्किँदाखेरि टोपी हाल्नु भुलेछु। यस्तो जाडो भइरहेको छ, कुरै नगर्नु। तपाईँहरू पनि यो चिसोमा अलिकति केयर गरेर हिँड्नु होला। बाहिर हिँड्दाखेरि जापानमा चाहिँ अहिले यो चिसो बन्ने क्रम। गाडी रोक्ने बेला नपुगेला कहाँ गाडी रोक्ने भन्छ यहाँ। ए हो र कुलै बोलाउँदै हेर्न हेर्का छामैयाले कुलै बोलाउँदै तपाईलाई हो कि गुरुजी मैयाले बोलाको एकरो हजुर पीर। हे गाइस म चाहिँ फाइनली आज फर्स्ट दिन मेरो चाहिँ कम्प्लिट भएको छ बाइकको। आज चाहिँ यताउति मेन के मतलब तपाईँको लाइसेन्सको बारेमा यताउति एक्सप्लेन गर्यो। अब जापानको रुल्सहरू रेगुलेसनहरू कसरी फलो गर्ने हरेक कुराहरू अब आज चाहिँ एक्सप्लेन गरेको छ। जस लगभग 3 घन्टामा सक्यो भनौँ न। निन्द्राले लड पऱ्यो गएर अब मस्त सुत्दिने हो। बेलुका फेरि काम छ गाइज, काम जानु पर्यो। अब आज त आधा निन्द्रा मात्रै भयो। अब काम चाहिँ कसरी गर्ने हो भन्ने भइरहेछ। अब गएर रेस्ट गर्छु मजाले, त्यसपछि काममा लाग्छु। तपाईँहरूको दिन कसरी बितिरहेछ गाइज? मेरो त अब यस्तै छ, कलेज जाने काममा आउने। बिजी छ, बिजी एकदमै बिजी लाइफ भनौँ न। अब नेक्स्ट टाइम लाइसेन्सको लागि जानको लागि चाहिँ अब मैले इन्टरनेटबाटै अब आफूले बुक गरेर जानुपर्ने हुन्छ। अब लाइसेन्स दिन चाहिँ मजाले अब यताउति पढ्नु नि पऱ्यो होइन। पढेर दिएपछि केही न केही होला नि त भन्ने आश छ। त्यसपछि आफू पनि जापानमा टक्क बाइक लिएर धुम चाले गर्दै हिँड्छ गाइज। तपाईँहरूले पनि अब विदेशमा भइसकेपछि बाइक गाडीहरू लिने भएपछि चाहिँ लाइसेन्स निकालेर राखेको एकदमै राम्रो है। म त त्यही भन्छु, लिनु नै सल्लाह दिन्छु तपाईँहरूलाई। हेर्नु गाइज हिउँ पऱ्यो यार आउँदै बाटोमा। ओ माई गड कस्तो हिउँ परेको, हिउँ पऱ्यो फुरुरु गाइस। कस्तो मजाले हिउँ परिरहेको यार। ओ माई गड। ल त गाइज अब मेरो गुड आउने बेला भयो। गुड भनेको त बुझ्नुहुन्छ नि, वासस्थान।
के भन्ने अब घर। ल आजलाई यति नै। अब बिस्तारै यसरी नै भिडियो मैले अपलोड गर्दै जानेछु। माया गर्न नभुलिदिनु होला। धन्यवाद।